हेलो 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 नमस्ते गाइज। हामी चाहिँ आज फेरि राव खोलामा माछा मार्नको लागि आएको छौँ। यहाँ भाइहरू पछाडि भतिजहरू यहाँ बनाउँदैछ। यहाँ जाल बन्दैछ, सरुवा जाल बन्दैछ। यो पुरानोलाई बिगारेर नयाँ बनाएको हो। भाइले यहाँ यस्तो गोटी लाउनुपर्छ यो तारको। भाइले यतै जाल बन्दैछ, नयाँ जाल। यहाँ चाहिँ यसलाई नै खेल्ने हो अब। भतिजा स्मल भ्लगर यो त बोल्छ त। हाम्रो हिँड्ने घोडाहरू चाहिँ यता छ। हामी खेल्ने ठाउँ चाहिँ यही हो। फेरि सधैँ खेल्ने ठाउँ यही हो। हाम्रो चाहिँ यो जाल बनाउने प्रक्रिया चाहिँ हाम्रो जारी छ। यसरी यहाँ यसरी बाँध्नु पनि पर्यो। यसलाई चाहिँ गाइजहरू यसरी लाएर टक्कसँगले पिलासले चाहिँ जोइन गर्ने प्रक्रिया चलिरहेको छ। हाम्रो सुमन सर हुनुहुन्छ। एकदम यो माछाको चाहिँ यो मौरी र माछाको सोख्यौँ मिस्त्री नि भन्नुपर्छ मलाई चाहिँ जाल लगाएर। उताबाट भविन सेक्टरको यतापट्टिबाट तलबाट छिरेर आजका हाम्रो फाइटर दादा हुनुहुन्छ यही धीराज राई। आज हाम्रो कुशल भाइ आउँदाखेरिसम्मको फाइटर। अब यो जालमा कति माछा पर्छ भनेर हामीले अन्दाज लाउन सकेका छैनौँ गाइजहरू। नयाँ जाल एकदम नयाँ जाल हाम्रो विस्तार हुने कार्यक्रम जारी छ। यसरी बाँध्नु पनि पर्छ। यहाँ माथि बाँध्नु पनि पर्छ। यो फेरि मलाई खासै आउँदैन यहाँ यो चाहिँ। म चाहिँ यसरी बाँध्दैछु। यो चाहिँ भरे सर्छ कि त्यही भएर सुरुमा अब जाल भइहाल्यो। त्यस पछाडि यो डोरी छिराउनु पर्यो यहाँ माथि आँखामा। अनि त्यस पछाडि यो तल गोटी लाउनु पर्यो त्यो तारको काटेर त्यो भाइले बनाउँदैछ। अनि यो चाहिँ नसरोस् भनेर बगाउँदाखेरि नसरोस् भनेर चाहिँ त्यसपछि यो बाँध्ने हो। यसरी बाँध्दैछु म। यो चाहिँ एक हातमा बाँध्नुपर्छ। ल मिलन सर सुमन सर के छ हाम्रो माछा माराइको आजको अवस्था कस्तो होला जस्तो लागिरहेको छ? खत्रै मर्दा जस्तो लागिरहेको छ। हिजो कतिको मार्नु अरे? हिजो 1.5 केजी जति माऱ्यो। आज चाहिँ डोकैमा बोक्ने तरिका ल्याउनु भएको हो। डोकेमा बोक्ने अवस्था देखिएको छ। एकदम मौसमले साथ दिएको छ। अलिक खोला धम्ले भएको कारणले गर्दाखेरि डोकैमा आउँछ जस्तो छ माछा। डोकैमा आउँछ भन्ने भन्नु भाइ के बनाएको हौ त? गोठी हो दाइ। गोठी है? अनि कस्तो अलिक बल पर्छ कि अब बनाउन? यताबाट घुमाएर यता लिएन मेरो यो माथिल्लो चोकेमा अड्का न। माथिल्लो चोकेमा काट्ने यो काम गर्दा सिपाल हुँदो रहेछ भाइ है? माथिल्लो चोकेमा लिएर आएको हो नि त भाइ। हामी चाहिँ रावबेसी गाउँपालिकाको अन्तर्गत हौसुरुको 6 नम्बर वडामा छौँ। यी चिप्ले भन्ने ठाउँ है गाइस। यो चाहिँ हामी पहिले पनि हामी यहाँ आएर बसिसकेका छौँ। यहाँको तस्बिरहरू यहाँको भिडियोहरू धेरै हामी लिइसकेका छौँ। हामी आज चाहिँ यो तेस्रोचोटि चाहिँ हामी यहाँ फेरि उपस्थित भइसकेका छौँ। हामीसँग आज नयाँ फाइटर हुनुहुन्छ हाम्रो सुमन सर। हामी चाहिँ गाइज जाल लिएर बगुवा जाल लिएर हिँड्यो। घाम यति कडा लागेछ फेरि हो। तर आज धेरै सङ्लो रहेछ यार खोला। थोते पनि आएछ त। ओ थोते ल जाल लिएर हामी चाहिँ माछा चाहिँ अब कति मर्छ हेरौँ। अलिक सँगै छ हिजो भन्दा। हिजो त आमा म कम त धमिलो थियो। हामी चाहिँ अब यहाँ दुवामा चाहिँ माछा बगुवा जाल खेल्दैछौँ माछा मार्नको लागि। ल है बगुवा जाल हाल्छ केटाहरूले अब माथिबाट झ्याप्प। गर्मी चाहिँ यस्तो छ, घाम यति कडा छ नि फेरि। ओहो छाता ओढ्नु पर्यो गाइज। ल बगुवा जाल लिएर भाइ एकजना पारिपट्टि गयो जाँदैछ। आइयो तर म यहाँ यसरी लगाइन्छ है गाइज।
त्यो गएकै छैन ऊ पारी जान्छ नि त त्यो जोगाएर आइक्या भाइ त्यहाँ अड्किन्छ कि त्यो ढुङ्गामा ल ए पौडी खेलेर गइहाल्छ नि केटाहरू छोडो त्यसले त्यो छोडेको रहन्छ यार पर्दैन माथिबाट त्यत्तिकै लाउँदा होला ल स्टार्ट भयो यहाँ अब जाल चाहिँ झ्याप्प एकजना भाइ पारी एकजना वारी सुरु भयो ए यस्तो रहेछ नि त केटाहरूको त नि पौडी पनि भयो माछा पनि भयो ल एउटा माछा परेको छ जिउँदै यहाँ फ्याले भाइ नमारे ल त जिउँदै परे ओइ ओइ ऊ पर्यो 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 असला पर्यो पर्यो माछा पर्यो जिउँदै ल्याए भाइ पर्यो 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 यहीँ फ्याल्ने यहीँ हुन्छ फ्याल्दै यहाँ फ्याल्दै यहाँ हुन्छ ओइ आयो थाप 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 त्यो उ निकालेर फ्याल थाप उयो थाप दुलो यहाँभित्र उयो माथि माछा गाई चाहिँ परिसक्यो यहाँ छ दुलो यहाँ माथि यहाँ माथि यहाँ ल पानीमा हाल पानीमा तल लगेर पानीमा डुबा माछालाई पर्यो माछा पर्यो साथीहरू पानीमा डुबा यता यसरी यहाँ यसरी हो यसरी राख न मरि नै सकेछ कि के हो है खुन गयो अर्को पर निकाल्दैछ फ्याल अर्को आइ असला यो चाहिँ टाउ ए केटाले मारि नै हालेछ नि त हौ मार्नु पर्थ्यो मारियो यहाँ असला थाप ए ल यहाँ चाहिँ दुलो यसरी बन्द गरिहाल्नुपर्छ यसरी यहाँबाट जाँदैन नभए मुला पर्यो म फेरि पानीमा डुबाइराख्नु है परिरहेछ माछा परिरहेछ होइन निकालिहाल्नुपर्छ नभए आइज भाइ आइज हो यतातिर हो माछा पर्ने चाहिँ यो एरियामा हो के पर हो भाइ बाँचो लिएर आइज यहाँ लिएर आइज यहाँ आइपुग्ने गरेर फ्याल्नुपर्छ है गुड आयो माछा लिन आइज ए आइज जिउँदो यो पनि जिउँदो हुन्छ छिटो थप बन्द गरिहाल्ने है आइज भाइ माछा परिरहेछ गाइज हाम्रो चाहिँ 3टा परिसक्यो अहिले जम्मा यहाँ जालमा पनि फेरि परिरहेछ भन्दैछ भाइहरूले हेर्नु अब कतिवटा निस्किन्छ यहाँबाट एकैचोटि झ्याप्प
पर्लोको पल्ट्यो छिटो छिटो ल 1 किलो चाहिँ माछा ल अहिले निस्कियोस् है तानेर 1 किलो चाहिँ ल फर्स्ट लास्ट टाइम खै एउटै छैन है क्या खोइ अलि ओरतिर सेतो टल्किरहेछ खोइ त निकालिहाल्नुपर्छ के एउटा त रह्यो खोइ अरू छैन हौ भागिहाल्ने हो क्या माछा एउटा परेछ जम्मा 4वटा फर्स्टचोटि डुबाउँदाखेरि 4वटा पर्यो भागिहाल्ने रहेछ क्या उचालेर निकालिहाल्नुपर्छ मारी त हाल्यो नि हो यहाँ लिएर आइज न जिउँदै माछा हाल्नु पर्थ्यो खुदाले माछा अच्छा यहाँ यसले मारि त हाल्यो मरि त हाल्यो यस्तो बनाइदियो हाल्यो 4वटा भयो फर्स्टचोटिमा सुरुचोटि डुबाउँदा 4वटा पऱ्यो अन्त माछा पऱ्यो कि निकालिहाल्नुपर्छ है ल माछा परिरहेछ है त्यहाँ फेरि माछा त परेको गर्दो रहेछ त यार के हो राख्दा पनि माछा परिरहेछ त गाइज यहाँ जिउँदैछ असला मरियो त्यो थेचारेर मरिहाल्यो नि थेचारेर असला त असला मिठो माछा र खोलाको ल हामी चाहिँ फेरि अर्को यो स्पटबाट अर्को स्पटमा हो जाँदैछौँ पछाडि पनि छ यहाँ चलाउने एउटा यता चरेको बाटो त पछाडिको केटाहरू अनि ल हरन ल हामी चाहिँ अर्को स्पटमा फेरि हान्दै पौडी हान्दै डुबेर उता धेर नजा हो ती हान्दै छिटो हान्दै न लु छिटो यता हान्ने यता हान्दै गुड हान्छ केटोले ल हान्दै उँधो हान्दै फेरि हान्दै राईको छोरो बताउ हान्दै गुड ल भयो अब ल आइज अब ल भयो जा ल भाइ गयो छिटो भाइ छिटो
माछा चाहिँ हाम्रो यहाँ छ अघि परेको माथिको 5वटा माछा। परो 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 त्यो फगटा हो ठुलै फगटा रहेछ नि त आयो ए ठुलो खालको रहेछ र त परो त ठुलो कोसीको फगटा हो केटा आयो फेरि देख त ठुलो फगटा के यत्रो हुँदैन नि त यतातिरको फगटा त यहाँ देख त कत्रो के यहाँले न यहाँ हातैकै नजिकै कत्रो ठुलो फगटा अरे यत्रो त यहाँ त हुँदैन त है कतिले होइन ठुलो यो त यत्रो हुँदैन यतातिर चाहिँ ल यहाँ चाहिँ भाइ खेल्दैछ यहाँ चाहिँ खासै माछा परेन एउटा मात्रै पऱ्यो अब चाहिँ हामी फेरि अर्को ठाउँमा माथि जहाँ खेलेको थियौँ त्यहीँ जान्छौँ यहाँ चाहिँ माछा पर्न हाम्रो सफल भएन अघि जुन हामीले सुरुमा डुबाएको थियो जाल त्यहीँ फेरि डुबाउँदैछौँ हेरौँ पर्छ कि तल त परेन एउटा फगेटा पर्यो देखिहाल्नु हो तन्काएर होइन भाइ अलि तन्का न ल हामी चाहिँ पुरा जाल बगाउँदै अब माछा चाहिँ पर्छ पर्दैन माछा पर्थ्यो दुईवटा मैले पऱ्यो माथि पनि देखेको एउटा लिने है लुसी होइन कि उता लानुपर्छ जिरो कहाँ एउटा त परेछ त यार जिरो भनेको त परेछ त कतिवटा हौ के आएछ गर्दी यहाँ खाली यहाँ ल माछा गर्दी पर गाइज यहीँ अर्को पनि पर निकाल्दैछ दुईवटा भनेको नभन्दै दुई ए छ फेरि अझै कहाँनिर तीनवटा परेछ तीनवटा यहाँ छ चारवटा कत्ले परेछ यहाँ पनि ए यसले लिएर आयो एउटा यहीँ गरिदियो यो भाइ माछा लिएर आइज माछा अर्को आयो यहीँ माछै माछा माछा लाउने लिएर आइज छिटो जिउँदैछ यहाँ माछा ऊ माछा लाउने पर छ परो परो माछा परो माछा परो माछा परो गाइज माछा त पर्छ नि अल्छी नगर्दा त होइन अल्छी गरेर पो परेको नपरेको त नमारिकन हो असला पो रहेछ त यार माया गरी ए होइन गर्दी पो रहेछ गर्दी यो चाहिँ कोसीको माछा है गाइज है गर्दी माछा कोसीको चल त ल माछा चाहिँ हाम्रो यदि पार्न सफल भयो कतिवटा छ गन्त भाइ 10वटा ठ्याक्कै गर्नु न 10 हो कि 1 2 3 4 5 6 7 8 9 10 ठ्याक्कै गर्ने छ स्टेक गर्न कि जस्तो लागेको थिएँ 10 वटै रहेछ
माछा 10वटा माछा मारियो होइन काम हुन्छ नि हाम्रो हुँदैन टुबेर उठ्टो के भन्दैछ यसले उहाँको त ठुलो काम हुन्छ भन्दैछ मेरो चाहिँ भ्लग हुन्छ भन्न खोजेको यसले होइन माछा चाहिँ खोइ त देखा तपाईँ माछा चाहिँ 10वटा पाइयो 1 किलो अलि छैन है छैन 1 किलो के हुँदै 1 किलो अलि छैन ल आजको भ्लग पनि यहीँ सकिन्छ 10वटा माछामै सकियो आज चाहिँ हाम्रो भलिबलको भ्लग बनाउनु भरे भाइरल हुन्छ